तपाईको आफ्नो जीवनलाई गोप्य राख्न सिक्नुहोस्। तपाईको वैवाहिक सम्बन्ध, छोराछोरी पाएको सफलता, तपाईले किन्नुभएको घर, गाडी या महँगो कुरालाई गोप्य राख्नुहोस्। त्यो कुराहरूलाई सोसल मिडियामा, फेसबुकमा, इन्स्टामा, टिकटकमा तपाईले नदेखाउनुहोस्। लाइक र कमेन्ट पाउनको निम्ति तपाईले त्यो कुराहरू पोस्ट गर्नुहुन्छ। त्यो लाइक र कमेन्टले तपाईँ खुसी पनि बन्नुहुन्छ, तर कति लाइक र कमेन्ट फेक हुन्छ। कति व्यक्तिहरू तपाईको उन्नतिमा, तपाईको सफलतामा उनीहरू रिस गर्ने व्यक्तिहरू हुन्छ, तपाईले घृणा गर्ने व्यक्तिहरू हुन्छ, तपाईको डाहा गर्ने व्यक्तिहरू हुन्छ। दुष्ट र खराब व्यक्तिहरूको निम्ति तपाईले ढोका र बाटो तपाईले खोलिदिनुहुन्छ। त्यो कारणले गर्दाखेरि तपाईको सफलतामा, तपाईको सम्बन्धमा, तपाईको उन्नतिमा नकारात्मक असर पर्ने गर्दछ। त्यही कारण गर्दाखेरि तपाईको परिवारलाई तपाईँ जोगाउनुहोस्। यदि तपाईले तपाईको सम्बन्धलाई, परिवारलाई, तपाईको उन्नतिलाई, सफलतालाई गोप्य राख्नु भयो भने कसैले पनि देख्दैन, कसैले पनि थाहा नै पाउँदैन र कसैले पनि आँखा लगाउन सक्दैन, अनि कसैले पनि तपाईको जीवनलाई हानि र नोक्सानी पार्न सक्दैन। त्यही कारणले गर्दाखेरि तपाईले आफ्नो जीवनलाई गोप्य राख्नुहोस्। सोसल मिडियामा, फेसबुकमा, इन्स्टामा, टिकटकमा सबै कुरा तपाईले पोस्ट नगर्नुहोस् र आफ्नो जीवनलाई, परिवारलाई, उन्नतिलाई जोगाउनुहोस्।